हेलो एभ्रिवान वेलकम ब्याक टु माई भिडियो इट्स मी निमलम तामाङ है। अनि आज चाहिँ हामी जाँदै थियौँ माथि रङ्गोल गुम्बा है। अनि आज चाहिँ एकदम धेरै चिसो थियो, वेदर हेर्न सक्नुहुन्छ एकदम फगी लागिरहेको थियो र आज चाहिँ हामी जाने काम नै थियो माथि। अनि आज हामी एकछिन गुम्बा र सुनादा जाने काम थियो, अनि त्यसपछि हामी सिधै गेवामा पनि पसेर आउने काम थियो। र हेर्न सक्नुहुन्छ दिन एकदम चिसो थियो हो। फगी फगी भइरहेको थियो, त्यही माथि मैले कुर्ता लगाएको थिएँ, जाडो भइरहेको थियो हो। अनि फगीले चाहिँ यहाँ माथिदेखिको तल पनि देख्नु सक्दैन थियो, यस्तो डरलाग्दो फगी लागिरहेको थियो साथीहरू है। अनि त्यहाँदेखि चाहिँ हामी पुग्यौँ रङ्गुल गुम्बा है। अनि गुम्बामा जाने चाहिँ सिँढी लामो छ नि त, उकालो हिँड्दै जानुपर्छ। अनि माथिनिर चाहिँ गुम्बा छ र हामी हिँड्दै जाँदै थियौँ। अनि गुम्बाको साइड साइडमा चाहिँ यो पावरफुल चाहिँ एकदम बेसी हुन्छ है, हेर्न सक्नुहुन्छ। अनि यतापट्टि पनि भएको रहेछ है। अनि त्यहाँदेखि चाहिँ उकालो जाँदै थियौँ हामी, एकदम टाढो थियो र हिँड्दै जाँदै थियौँ, मेरो बहिनी पनि थियो अगाडि अगाडि। सो जाँदै थियौँ। अनि त्यसपछि चाहिँ हामी गुम्बा पुगेर यो पर्ची दिएर चाहिँ वरिपरि घुम्नुपर्ने थियो। यो चाहिँ हाम्रो लामो आयुको लागि, अनि जसको घरमा जय झगडा हुन्छ त्यसको शान्तिको लागि हो। र यो त्यो लिएर चाहिँ हामी घुम्दै थियौँ होइन। अनि यो चाहिँ मेरो पेपरले अलिकति क्यामेरामा लागेछ हो। अनि त्यहाँदेखि चाहिँ घुम्दै थियौँ। अनि यो चाहिँ हो, यहाँबाट चाहिँ मैले सानो देखाइरहेको छु तर यसको भित्र चाहिँ पसेको छुइनँ, हाम्रो भित्र गुम्बाभित्र चाहिँ। अनि यो चाहिँ हो सानो हाम्रो माने है। अन्त यसको चाहिँ वरिपरि हामी घुम्नुपर्छ हो। अनि अहिले पूजाले गर्दा चाहिँ एकदम धेरै सजाइरहेको थियो है, पानीहरू चढाइरहेको थियो। हाम्रो चाहिँ तामाङको चाहिँ यसरी पानीहरू चढाउनुपर्छ टिङतिर हो। त्यसपछि चाहिँ हामी गयौँ किचन, अनि किचनमा चाहिँ हामीले खाँदै थियौँ चिया है, हेर्न सक्नुहुन्छ। अनि गुम्बामा चाहिँ एकदम धेरै मिठो चिया पाउँछ। र त्यसपछि हामी गयौँ भित्र है। भित्र पनि एकदम दामी बनाइरहेको थियो, किनभने पूजाले गर्दा एकदम धेरै उयो गरिराख्नु भएको थियो। अनि पानी हेर्न सक्नुहुन्छ टिङमा चढाइरहेको थियो। अनि यो चाहिँ हो हाम्रो तामाङको मेन्डल, जो पैसा चढाउने है भगवान्लाई चाहिँ हाम्रो मेन्डल हुन्छ हो। अनि यहाँ चाहिँ हाम्रो पहिला पहिलाको लामाहरू जो बितेर जानुभयो, अनि यहाँ चाहिँ सानो सानो लामाहरू बस्नुहुन्छ है। अनि त्यसपछि चाहिँ यता हेर्न सक्नुहुन्छ ठुलोबडे ढ्याङ्ग्रो पनि छ है, यो ढ्याङ्ग्रो पनि बजाउनुपर्छ हाम्रो तामाङमा चाहिँ है। अन्त यहाँ चाहिँ मैले ढोग गर्दै थिएँ। अनि त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ कत्रो ठुलो छिमी बालिराख्नु भएको थियो आज पूजाले गर्दा। अनि चाहिँ फेरि हामी फर्क्यौँ ओह्रालो, अनि हामीलाई जानु थियो सुनादा। अनि पानी पनि पर्दै थियो अलिअलि हो, एकदम धेरै चिसो थियो। मेरो कपाल चाहिँ हेर्न सक्नुहुन्छ कस्तो भइरहेको थियो चिसोले, वेदरले गर्दा एकदम पानी पनि पर्दै थियो, छिसिक छिसिक पानी पर्दै थियो। अन्त अहिले चाहिँ हामी गएको सुनादा है। त्यसपछि चाहिँ हामी जानेछौँ घेवामा पनि जानुपर्ने थियो। सो मैले चाहिँ सुनादामा क्लिप गर्नु सकिनँ, किनभने सुनादामा चाहिँ एकदम धेरै बिजी भएको कारणले। यो चाहिँ सुनादाबाट फर्किँदै गर्दा बनाएको भिडियो हो मैले होइन। त्यो चाहिँ त्यसो फर्किँदै थियौँ त्यस बेला बनाएको भिडियो।